अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा रहेको श्री चन्द्रप्रभा माध्यमिक विद्यालयमा कक्षा 7 मा अध्ययनरत विद्यार्थी भाइ बहिनीहरू आज मेरो देश नामको कवितालाई गतियति लय आरोह अवरोहका साथ वाचन गर्न गइरहेका छन्। यस कविताका रचयिता कवि दैवेकीराज नेउपाने हुन्। उनको यस कवितालाई अब सुनौ विद्यार्थी भाइ बहिनीहरूको स्वरमा। सुन्नु। नेपालीको कर्म चिन्ने देश, हिउँचुलीको पहिलो झुल्का पहिलो मेरो देश, शङ्करले भाषा चुने पहिलो सृष्टि खोली, चेतनाको पहिलो ज्योति छर्के वेद बोली, ज्ञान भूमि जनकको बुद्ध बोल्ने देश, हिउँचुलीको पहिलो झुल्का पहिलो मेरो देश, जात मेरो नेपाली हो जहाँ गए पनि, नाम पनि नेपाली हो जसले भने पनि, आफ्नै धरती आफ्नै माटो चुम्न सक्ने देश, हिउँचुलीको पहिलो झुल्का पहिलो मेरो देश, उँभो हेर्दा लेखा उँधो हेर्दा बेसी, जति हेऱ्यौ त्यति ठिक छैन कम बेसी, पहाड र तराईले पिल्ती रच्ने देश, हिउँचुलीको पहिलो झुल्का पहिलो मेरो देश, ढुङ्गा माटो बोल्छन् यहाँ पशु पक्षी बोल्छन्, बारे माछा बारे काला नदी नाला बोल्छन्, इन्द्रधनु जस्तै राम्रो घाम छायाको देश, हिउँचुलीको पहिलो झुल्का पहिलो मेरो देश, हिउँचुलीको पहिलो झुल्का पहिलो मेरो देश। धन्यवाद। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका अन्तर्गत रहेको श्री चन्द्रप्रभा माध्यमिक विद्यालय खाँचीकोट अर्घाखाँचीमा कक्षा 7 मा अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू शिक्षकको सहायताले कविता वाचन गर्न गइरहेका छन्। त्यस कविताको शीर्षक रहेको छ मेरो देश भन्ने कविता। त्यो कवितालाई हामीले लयबद्ध तरिकाले वाचन गर्न गइरहेका छौँ। अब कविता सुरु हुन्छ